Good morning from Views on Horizon Nepal. This is news on Venezuela. आजको यो भेनेजुएला माथिको जुन अट्याक भएर त्यहाँको राष्ट्रपति मादुरोलाई अमेरिकाले क्याप्चर गरेर लिएर गएका घटनाहरू देखा परे। यो रिलायबल सोर्सका अनुसार मादुरो जुन राष्ट्रपति हुन् उनको अपदस्थताले के देखाउँछ भने साना देशहरू कुनै देश अब रिसोर्सफुल छ त्यो देश आफ्नो स्वतन्त्रतालाई बाँच्न सक्ने आधारहरू तयार नभएको देखियो। यो 21औं शताब्दी हो र साना देशहरू छन् जहाँ उनीहरूको रिसोर्स त छ तर उनीहरूले विकास गर्न सकेका छैनन्, हतियार विकास गर्न सकेका छैनन्, विशेष गरी न्युक्लियर पावर हुन सकेका छैनन्। त्यस्ता देशहरूमाथिको यो आक्रमणले के देखाउँछ त भन्दाखेरि त्यहाँ रिसोर्स विश्वकै सबभन्दा बढी तेल थियो। त्यो तेलको लागि अमेरिकाले त्यहाँ आक्रमण गरेर त्यहाँका जनताहरूलाई धेरै वर्षसम्म उसले के गर्यो भन्दाखेरि उसले नाकाबन्दी गरेर र त्यहाँको तेल बेच्न नदिएर र अहिले पनि त्यो सागरमा त्यहाँ तेलको लागि युद्ध भयो र उसले आफ्नो शक्ति देखाएर आक्रमण गरेर लिएर गयो। तर त्यसको तुरुन्तै के भइराखेको छ भन्दाखेरि यो अहिले त्यसले के गर्यो भन्दा अहिले चाहिँ रसियाले तुरुन्त त्यसको अब्जेक्सन त गरेको छ कि अन्तर्राष्ट्रिय नियम कानुनहरूदेखि बाहिर गएर कुनै एउटा साना देशको सार्वभौमतामाथि यसरी आक्रमण गर्नु, त्यहाँको राष्ट्रपतिलाई लिएर जानु र त्यसको तेलको लागि कन्ट्रोल गर्न सक्नु भनेको यो विश्वको लागि यो च्यालेन्जको रूपमा देखा पर्यो। त्यसैले विश्वका साना देशहरू पनि आफ्नो विकास र आफ्नो तीव्र विकासको लागि चाहिँ हुनुपर्छ भन्ने कुराहरू देखा पर्यो। अहिले जुन देखिराख्नु भएको छ भिडियोमा फ्ल्यास त्यो मादुरोको देश भेनेजुएला हो र त्यहाँको एउटा रिसोर्सले के भन्छ भन्दाखेरि US military operation captures Maduro. A US military operation in Venezuela resulted in a capture of President Nicolas Maduro, leading to a significant shift in the country's leadership. The operation indicates a notable military movement with Venezuelan territory. वास्तवमा यो 3 घण्टाभित्र यो गरेर सिद्धाइएको रहेछ र त्यहाँका हेलिकप्टर्सहरू आएर मादुरोको एरियालाई क्याप्चर मादुरोको एरियामा बमबारी गरेर लिएर गएका छन्। अब यो घटनाले विश्वका ससाना देशहरू तरङ्गित हुनु स्वाभाविक नै हो र जियो पोलिटिक्स भनेको के हो यो कुरालाई हामीले पनि राम्रोसँग चिन्नुपर्ने हुन्छ र यो पोलिटिक्समा हामी पनि माहिर भएर नखेल्ने हो भने हाम्रो अवस्था नेपालको अवस्था पनि त्यति भरपर्दो र पनि नाजुक अवस्थामा छ र हामी पनि एउटा भू राजनीतिको खेलौडालाई चपेटमा पर्ने अवस्था देखिन्छ। त्यसैले म के भन्न चाहन्छु भने यो घटनाको हामी सबै तेस्रो विश्वका सबै जनताहरूले यसको डिनाउन्स गर्नुपर्ने आवश्यकता छ। किन छ भन्दाखेरि तेस्रो विश्व भनेको धेरै पपुलेसन भएको र केही ठुल्ठुला रिसोर्सफुल देशहरू पनि छन् तेस्रो विश्वमा। तेस्रो विश्व भनेको साउथका कन्ट्रिजहरू ब्लक हुन्, 2/3 अफ द पपुलेसन लिभिङ इन दिज एरियाज। त्यसैले अब चीनले पनि यसको रेस्पोन्स गर्ला, यसको रेस्पोन्समा रसियाले गर्ला, चाइनाले गर्ला, क्युबाले गर्ला, इरानले गर्ला, टर्कीले गर्ला र अरू सबै देशहरूले पनि गर्लान्। अहिले भर्खरैको न्युजमा के देखियो भने त्यो ब्रिटेनका प्रधानमन्त्रीले पनि यसको बारेमा डिटेल खोज्न खोजिराखेका छन् र तिनी पनि त्यति धेरै छैनन् भने खुसी छैनन्। हुन त उनी अमेरिकन अलाइडका मान्छेहरू हुन् र उनले यहाँ विश्वलाई अलिकति तरङ्गित त बनाइराखेका हुन्छन्, त्यही पनि उनीहरू पनि छैनन् र अमेरिकनहरूले अब ग्रिनल्यान्डमाथि अब त्यो साइलेन्ट भएर युरोपियनहरू बसिराखेका छन्, त्यहाँ पनि यसरी नै कब्जा हुन्छ भन्ने कुरा कुनै शङ्का चाहिँ रहेन। त्यसैले शक्ति राष्ट्रहरूले ससाना देशहरूको सार्वभौमिकतालाई यसरी निचोरेर यसरी लिएर जानु यो दुःखद र अत्यन्तै दुःखदपूर्ण घटना हो। यो भिडियोमा तपाईँहरूले देखिराख्नु भएको छ त्यो फ्ल्यास लाइट भइराखेको छ र त्यो फ्ल्यास लाइटमा त्यो भेनेजुएला हो र त्यहाँ अमेरिकाले क्याप्चर गरेको यो लाइभ ट्रान्समिसन जस्तै हो। त्यसैले यसलाई चाहिँ हामीले पनि सतर्क भएर र आफ्नो देशको परराष्ट्र नीति, आफ्नो देशमा विदेशीहरूको चलखेलबाट हामी पनि सचेत हुनु अत्यन्तै आवश्यक देखिन्छ। अब अहिले चाहिँ के भइराखेको छ त भन्दाखेरि
यसको रेस्पोन्स त रसियाले स्ट्रङली गरिराखेको छ र अब भने उसको भन्नुहोस् अब यो कहाँदेखि छ अहिलेको चाहिँ अर्को रिपोर्ट अनुसार अहिले ऊ चाहिँ अमेरिकाको मा पुगेको भन्ने आइराखेको छ, पुऱ्याएको भन्ने आइराखेको छ र विभिन्न चार्जेसहरू लाउन सक्छन् उसमाथि। र आन्तरिक रूपमा के देखिएको छ भन्दाखेरि यो यसरी लिएर जान सक्नु भनेको आन्तरिक रूपमा त्यहाँको अन्तर्द्वन्द्व पनि देखा पर्न सक्छ र अन्तर्द्वन्द्व नभइकन भित्री रूपमा अन्तर्द्वन्द्व नभइकन यस्तो घटना हुन सक्दैन। त्यसैले नेपालीहरू पनि हामी फुट्ने चाहिँ होइन, देशको सार्वभौमिकतालाई रक्षा गर्ने हो भने अहिले देशहरू विलिन हुन पनि सक्छन्। यो विश्वमा यस्तो घटना छ र अहिले न्युक्लियर देशहरू छन् र यस्तो घटनाहरू भइराखे भने यहाँ विश्व नै ध्वस्त हुने अवस्थामा आइरहेको छ। हवस् त, आजलाई यति, धन्यवाद।